यसो टेस्ट गर्नु पर्यो साथमा बिराउन अच्छा बना मेरे मासु अच्छा बना तेरा बीच में था हमारा टेस्टी क्या मासु पनीर अच्छा बस है ना चलो दाल कैसे खा लेंगे पापा को तो दूध भाव किन धेरै राजमा हालेछौ बिहान त ठिक्कै हुन्छ भन्दैन के त्यही धेरै त भाव भन्दै थिएँ मैले यो ऐसे बैठे ऐसे थोड़ा ऐसे बैठो टाउटी जैसा माथि त सिकुटे तिम्रो दुईटा सर्टी चाहिँ मेरो के सिकुटे सुटे अति नै अझै पनि मिलिरहेन मलाई आटे इसमें डालेंगे के आउनु नि यादमा मिठो भन्छ दबा के खाओ सिंकु भएको सिंकु मेरो बुढोको भात मासु पनिर काँक्राको अचार काँक्राको अचार चुकौनी काँक्रा भन्दैन यसलाई भन्छ गोर्खा चटनी यो हो राजमाको दाल मेरो पनिर गोर्खा चटनी भेजिटेरियन वाइन जुस हो जुस बाई हाम्रो सक्यो खाना खाएर मेरो बुढोले आधी पेट खाएर कुकुरलाई बचाएर लानुभएको छ कुकुरको माया बेसी
बिहानको सब्जी छ, यो बनाउँछ भोलि कुकुरलाई दिने। कुकुरको मायाले चुकाउने खाएर कुकुरलाई मासु भात राखेको छ नि। लो बर्तन आप माजो, मेरे कुत्ते को खाना लेने जाऊंगा मैं केबिआर में। केबिआर जाके कितना कति रोटी चोरेर ल्याउनुहुन्छ कुकुरहरूलाई? 50-60 रोटी और खाना लेकर आऊंगा। त्यहाँको मान्छेहरूले भन्दै के अरे सोध्दैन रोटी कि कसलाई लिएर जाँदैछ यत्रो धेरै भनेर? हाँ वो फेंका हुआ वाला है, थोरै फ्याँक्छ। इसको मत फेंकना, इसमें आके मैं मोलूंगा और दूंगा खाना। त्यो मासु पनि दिनु कुकुरहरूलाई नहीं पुग्दैन। मासु त भोलि खानुपर्छ। दिनु हो दिनु हड्डी हड्डी दिन्छु, हड्डी। कि भात पकाइदिउँ एक कुकुरलाई? माटी छ होला आज मासु त्यहाँ केबिआरमा। कुकुरलाई कुकर भात पकाइदिउँ? केबिआरमा छ होला कि दाइले पकाएको। मर्यो लाज मर्यो। कुकुरलाई यस्तो माया, हेर्नु त बुढीको माया भन्दा कुकुरको माया लाग्छ मेरो बुढोलाई त। कुकुरलाई भात लिन जाने अरे। ल